दुईटा मोबाइल छ तर काम छैन कि एउटामा पैसा छैन दुईटा सिम छ अदर यस्तो पिपल यस्तो दामी छ नि हेर्नु काममा आएको हेलो नमस्ते एभ्रिवन वेलकम ब्याक टु माई युट्युब च्यानल अब सबजना सच्याएर हुनुहुन्छ होला पक्कै पनि के गर्दै हुन्छ कसो गर्दै हुन्छ सबजना सच्याएर हुनुहुन्छ अनि अहिले आश गरेको छु अनि नेक्स्ट ब्लग नेक्स्ट डे सबैजना स्वागत गर्न चाहन्छु अनि सबजनालाई हेर्न चाहन्छु सबजनाले भिडियो हेर्न सक्छु सुरुमा चाहिँ लाइक र सब्सक्राइब गर्नु अनि ढुङ्गाहरू पनि अब काममा आएको काममा चाहिँ 8 पैसाको अनि दाइहरू पनि आउँदै हुनुहुन्छ अनि त्यसपछि यता फेरि ढुङ्गाहरू पनि हेर्नु ढुङ्गाहरू पनि बोक्ने खालको ढुङ्गाहरू पनि बोक्ने सबै गर्न ए हालत खराब भयो अनि बेर हुन लाग्यो दाइहरू नआउने हो कि जस्तो लाग्यो थियो अनि उताबाट ट्र्याक्टर आएको आवाज सिधै दाइहरू आउनु जस्तो लाग्यो दुईटा मोबाइल छ होइन दुईटा मोबाइल छ तर काम छैन कि एउटामा पैसा छैन दुईटा सिम छ दुईटा मोबाइल छ तर एउटामा पैसा छैन कि मान्छेलाई दिल यसो सोधेर पैसा फोन गर्नु न भनेर भन्न पनि पैसा छैन भने कि कसैले दुईटा मोबाइल छ भाइ तिमी के हो एउटा मोबाइल बेचेर रिचार्ज गराल भन्छ कि मलाई अब त यार 1 रुपियाँ होइन खोल्टे पनि छैन रिचार्ज गराल पैसा पनि यार लास्टै भोका हो यार काम गरेर नि पैसा छैन भन्ने लाजा मर्नु छ काममा दिनदिनै गरिरहेको छ यार पैसा कहाँ गएको छ भन्ने कुराहरू पैसा पनि छ यार पैसा नआएर गोजीमा गाह्रो छ यार 1 रुपियाँ होइन यार जिन्दगी डामाडोल हुनु लाग्यो फुलोपी देखिया खाना लाएर बस्नु दामी देखिएछ होइन यता लोगोमा हेर्नुपर्छ कि आइफोन लोगो अनि यस्तो हो कि आइफोन हो कि यता लोगो पनि ऐना पनि हेर्न पाइन्छ कि त राम्रो देखिएछ त्यो क्या बेजा पारेर आफै हाँस्दै बस्दै पागल भन्छन् मलाई मान्छेहरू चाहिँ अनि अब चाहिँ हामीले यो ढुङ्गाहरू बोक्नुपर्छ यो खरे भ्याइयो आज अनि माथिपट्टि छ कति बाटो बनाउनुपर्छ गर्मी चाहिँ यस्तो गर्मी छ नि हेर्नु घाम लाएर भगवान् यो गर्मीमा आएर कति डिग्री 32-30 डिग्रीबाट माथि छ यार अहिले बिहानमा 30 डिग्री माथि छ कि अनि बुझ्नु नि दिउँसो कति पुग्छ 33-34 पुग्छ कि माथि 233-34बाट माथि पुग्छ लास्ट गर्मी भएर काम गर्न सकिनँ के पनि गर्नु पऱ्यो के गर्ने यस्तै काम गर्न सक्दिनँ भनेर कुरा भएन होइन गर्न त बरु काममा आएपछि अनि त्यही काममा गऱ्यो भने नि अब युट्युबबाट इन्कम हुन्न के गर्ने यस्तै छ युट्युबमा भिडियो बनाउने यताउति गर्ने मात्रै काम भएको छ युट्युबमा नि सबजनाले यस्तो सपोर्ट देखाइदिए सबजनाले सपोर्ट मिल्थ्यो अब कसैले जस्तै नगरेर नि हो कि भन्न नि आफ्नो कन्टेन्ट पनि छैन त होइन अरूसित कति के भन्ने कुराहरू त्यही हो सबजना जहाँ छ जिन्दगी डामाडोल पुगेको छ यार अहिले त पैसा छैन काम पनि पाइन्न अब 2-4 दिन मात्रै हो 2-4 दिनपछि काम पनि छैन यार मोबाइल सिधा भयो होला अनि यस्तो कोल्टे गर्ने छ यस्तो गर्ने कोल्टे पर्ने छ यो मोबाइल सिधा राख्यो अनि मोबाइल त्यसपछि गाह्रो छ यस्तै छ सबजना लाइक कमेन्ट सेयर हेर्नु होला भन्न चाहन्छु अवश्य पनि अबदेखि चाहिँ डेली न्युजहरू पनि अब गाउँतिर नि केही छैन डामाडोल छ सबतिर अनि एउटा चाहिँ यहीँ मुनिको एउटा बहिनी चाहिँ होइन अहिले 8-9 दिन 10 दिन भइसक्यो उम्किने बेला भइसक्यो जस्तो लाग्छ मलाई चाहिँ त्यो बहिनी चाहिँ सुसाइड हानिदिएको कि होइन उस भएर धेरै दिन भयो 15-16 दिन हुनु लाग्यो जस्तो लाग्यो काममा हिँड्ने कि भयो 12-13 दिन भयो कि कति 12 वर्षको बहिनी घरबाट मोबाइल नदिएर सुसाइड हानिदिएको कि अनि अहिले चाहिँ 10को रिजल्ट पनि हिजो आइसक्यो अनि कसैले पनि सुसाइड भन्ने चिज नगर्नु होला किनकि इक्जाम भन्ने चिज सबै कुरा होइन कि तपाईँहरू इक्जाममा चाहिँ फेल भयो भने तपाईँलाई केही फरक पर्नेवाला पनि छैन त्यही भएर सुसाइड चाहिँ नगरिदिनु होला भन्न चाहन्छु अवश्य पनि जति पनि स्टुडेन्टहरू हुनुहुन्छ फेल भयो भने पास भयो भने केही हुन्न भाइ बहिनीहरू सबजना केही हुन्न केही छैन कि सर्टिफिकेट पाएर काम कि यस्तो काम पनि छ कि मेन भनेको हामीले गऱ्यौँ हामी त यस्तो काम सबैजनाले गर्नु हुन्छ त हामी पनि पास भएर आएको होइन नआएको त होइन हामी पास भएर आयौँ तर हामीले काम गर्ने कि तपाईँले म्याक्सिमम् हामी कसै पनि पछाडिल्लो ब्याजहरूको जति मर्छ नि त्यो ब्याजहरूको घरबाट मैले पढ्नु परेको थिएँ यस्तो भयो मऱ्यो भएन मलाई भने मरिदिन्छ कि मान्छेहरू नमर्ने के काम गर्ने नि यार जिन्दगी कति काम छ यार त्यो पढाइ मात्रै राम्रो कुरा होइन नि त काम त कति छ कति जिन्दगीमा पढाइ मात्र सब थुक होइन कि तब त्यही भन्न चाहन्छु कि पढाइ मात्रै नभएर अरू पनि छ कि अरू लाइनहरू छ जति पनि लाइन छ नि मान्छे पढेर भन्दा नपढेर टपमा गइरहेको छ कि जो पनि पढेको मान्छे भन्दा नपढेको मान्छे माथि छ कि जसले नि त्यो कि त्यही भन्न चाहन्छु कसैले सुसाइड गर्ने चिज नगरिदिनु होला अवश्य पनि तपाईँहरूले नि गर्नु न भन्ने आश गरेको छु मैले चाहिँ गाह्रो छ जिन्दगी भन्ने जस्तै हो गुरु
कति बोलेको पेत्र पेत्र भन्ने भयो होला मान्छे होला राम्रो कुरा भन्दा पत्दैन अनि पत्दैन के हेर म यस्तै छ गाह्रो छ हाम्रो नमस्ते अरे त फेरि काट्या यो तुलकल काट्या म खाइदिन अरियल पनि छैन ल अहिले बस्न गर्दैन अब ता आउन छोरा ल जाई हे 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 धान सजिलो भयो एकदम बेस्ट आकाश आकाश सर चल्दियो घरतिर अब लास्ट यार ठोकिएर यार ठोकेर सिधै हेर्नु नि चामल धाने अहिले यस्तै हामी बराबरै हो एउटै हो म नि अलि छ कि मन त अलि जानेकै होइन कन्फिडेन्स छैन कि म एक्लै दिन्छु